ल तपाईहरुले पार्टी खोल्नु पर्यो 100 सिट ल्याउनु पर्यो अनि तपाई प्रधानमन्त्री बन्न सक्नुहुन्छ 138 चाहिन्छ जसका विरुद्ध जेनजीहरुले लडे तिनैका कार्यकर्ताहरु आज सांसद भएर बसिरहेछ खै त 88 सिट ल्याएको नेपाली कांग्रेस अघिल्लो पटक झुन्डे राम भए हैनन् तैनीहरु उहीवारी उही पारी भए हैन 32 सिट ल्याएको प्रचण्डजी प्रधानमन्त्री भइसक्नु यो संसदीय व्यवस्था हो यो संसदीय व्यवस्था हो यहाँ 137 सिट ल्याएर पनि प्रधानमन्त्री बन्न सकिदैन किनकि यहाँ अंकगणितको कुरा हुन्छ ल चुनावमा जानुभयो तपाईले 50 सिट ल्याएर आउनु भन्ने आएको साथीले के गर्नुहुन्छ संसदमा हामीले अस्ति गरेनौ राष्ट्रभारा हामीले 100 दिन भन्दा बढी संसदमा संसद बहिष्कार गर्दाखेरि पनि सभामुखले सुनेनन् केपी शर्मा ओलीको सरकारले सुनेन भोलि तपाईहरुको हालत त्यही हुँदैन भन्ने के छ ग्यारेन्टी त्यो भएको हुनाले संवैधानिक जटिलता छ यो ठुलठुला मान्छेले तपाईलाई यो कुरा भन्दैनन् किन भन्दैनन् भने यिनीहरु पनि त नियुक्ति खाएर आएका हुन् कसरी भन्छन् तपाई बोल्दैनन् त्यो भएको हुनाले अहिले स्पष्टका साथ अहिलेको सरकारलाई चुनाव मात्र गराउने होइन यो देशमा प्रत्यक्ष निर्वाचित कार्यकारीमा प्रदेश संरचना खारेजमा गैरदलीय स्थानीय तहमा राष्ट्रिय सभा खारेजमा अबको यो मुद्दाका साथ अगाडि बढ्नुस् र गोलमेल सम्मेलन गर्नुस् सबैको साथ लिनुस् बुद्धिजीवीहरु छन् ठुलठुला प्रोफेसरहरु छन् उहाँ सबैको साथ लिएर अगाडि बढ्नुस् मेरो यही शुभकामना छ अहिले यसको कन्क्लुजन के हो भने सडकमा युद्ध जितियो